हामी त पर्यटक यो पृथ्वीका, हामी त पर्यटक यो पृथ्वीका। केही वर्ष रमिन्छ अन्तत जहाँबाट आएथ्यौँ त्यहीँ गइन्छ। जीवन मात्र अमर कथा भइन्छ। गाउँबाट घर फर्कने क्रममा बाटोमा भेटिएको एउटा सानो पुस्तक अमरको लागि वरदान भएर आउँछ भन्ने अमरलाई थाहै थिएन। बाटोमा फालिएको किताब अमरको लागि साँच्चै वरदान नै साबित भयो। किताबमा भएका अक्षर चिन्न नसके पनि त्यसमा भएका चित्रहरूले अमरलाई विद्यालय गएर पढ्न प्रेरित गर्यो। अमर विद्यालय त जान चाहन्थ्यो, तर विद्यालय जान उसले आमा बुवाबाट अनुमति पनि लिनु पर्थ्यो। किनकि पढ्नको लागि विभिन्न लेखपढको सामग्री चाहिन्छन् र ती सामग्री किन्नको लागि पैसो, लेखपढ गर्नको लागि चाहिने पैसोको बन्दोबस्त अमर आफैले गर्न सक्दैनथ्यो। यस उसले साहस जुटाएर आमा बुवालाई विद्यालय जाने अनुमति माग्न सुरु गर्यो। अमरको कुरा सुनेर उसको बुवा खुसी भयो र उसलाई विद्यालय जाने अनुमति दियो। अब उसको बुवाले पुरानै ढङ्गले खेती नगरी आधुनिक ढङ्गले खेती गर्ने र त्यसको आम्दानीबाट छोरालाई पढाउने निर्णय गर्यो। विद्यालय जान अनुमति पाएकोमा अमर अत्यन्तै खुसी भयो र उसले विद्यालय जान सुरु गर्यो। सुरुमा त ऊ दिनहुँ स्कुल जान्थ्यो, पढाइ पनि राम्रो थियो। बिस्तारै दिनहरू बित्दै गए, अमर पनि पढाइमा एकदम राम्रो थियो। अचानक अमरको आमा बिरामी परिन्। अमरको आमा बिरामी परेकोले अब अमरलाई घरको कामको बोझ थपियो। अब उसले विद्यालय पढ्ने मात्र होइन, घरको पनि काम गर्नुपर्ने बाध्यकारी अवस्था आइपर्यो। अब उसले आफ्नो बुवालाई खेतीपातीको काममा सघाउनु पर्ने भयो। नियमित रूपमा विद्यालय जाने र पढाइमा अब्बल अमर अब विद्यालयमा नियमित रूपमा उपस्थित हुन सक्ने भयो। अब त उसको पढाइ पनि बिस्तारै धमिरो लागे झैँ बिग्रने भयो। उसको पढाइमा धमिरो लाग्ने भयो। अमरको पढाइ बिग्रदै गरेको देखेर शिक्षकहरू पनि चिन्तित हुन थाले। अमरलाई बोलाएर एक दिन शिक्षकहरूले परामर्श पनि गरे, तर उसको बाध्यताको अगाडि कसैको केही लागेन। अमरको नियमित रूपमा विद्यालय जान सक्ने अवस्था रहेन। अमरले नियमित रूपमा विद्यालय जान पनि सकेन। पढाइमा कमजोर भएका कारण उसले आफूलाई एक्लो पनि महसुस गर्न थाल्यो। नियमित रूपमा विद्यालय जान नसकेको कारणले गर्दाखेरि उसले सरले पढाएको कुराहरू सिक्न सकेन। परिणाम त उसको पढाइ एकदम बिग्रियो। उसको लगत्तै उसको परीक्षा भयो। राम्रोसँग विद्यालय दिनहुँ जान्न पाएको र उसको पढाइ पनि बिग्रिएकाले उसले परीक्षा पास गर्न सक्ने अवस्था थिएन र उसले परीक्षा पास पनि गर्न सकेन। परिणाम त उसले विद्यालय नै छोड्ने निर्णय गर्यो। अब उसले विद्यालय जाने छोडिदियो। गुरुहरूलाई अमरको निर्णयले नराम्रो लाग्यो र उसको घरमै गएर विद्यालय आउन अमरलाई अनुरोध गरे। उसको बुवालाई पनि भने, तर लामो परामर्शपछि अमर पुनः त्यही कक्षा दोहोऱ्याउँदै विद्यालय जान सुरु गर्यो। पुनः सुरुमा त उसले नियमित रूपमा विद्यालय जान सुरु गर्यो, तर घरमा कामको चापले उसले पढाइमा निरन्तरता दिन नसक्ने बाध्यता आइपर्यो। अब ऊ नियमित रूपमा खेतीपातीमा नै काम गर्न सुरु गर्यो। पढ्ने त मेरो ठुलो चाहना थियो, तर के गर्ने?
घरको कामको चापले गर्दा पढ्न नसकेको भन्दै अमर खेतबारीको काममा बुवालाई सँगाउँदै निम्न रूपमा काम गरिरहेको छ। अब उसको विद्यालय जाने, विद्यालयमा गएर पढेर ठुलो मान्छे बन्ने जुन उसको चाहना छ, त्यो चाहनामा नै सीमित बनिसकेको छ। अब उसले घरको कामको बोझ, गरिबीको कारणले गर्दाखेरि उसले विद्यालय छोड्नु परेको छ र ऊ खेतबारीमा काममा मस्त छ।